सम्झनुहोस् दिनमा 14 देखि 16 घण्टा काम, 7 दिन काम, बैंक खातामा आएको तलब आफूले छुन पनि नपाउने, पासपोर्ट, घर, भविष्य सबै कसैको नियन्त्रणमा। यही अवस्था भोगेका थिए फिनल्यान्डमा केही नेपाली कामदारहरूले। र आजको भिडियोमा हामी कुरा गर्दैछौँ कसरी फिनल्यान्डका मिडियाहरू जस्तै हेलसिङ्की सानोमात, उले र एमटिभी र नेपाली केही फुटकर मिडियाहरूले यो सिस्टमेटिक श्रम शोषणको उजागर गरे र वर्षौपछि पीडितले आज आएर न्याय पाएका छन्। यसैको बारेमा आज हामी डिटेल्समा कुरा गर्नेछौँ। नमस्कार, स्वागत छ तपाईलाई आजको भिडियोमा। आज हामी एउटा वास्तविक घटनाको इन डेप्थ कुरा गर्न गइरहेका छौँ। यो घटनामा नेपाली कामदारलाई नेपाली मालिकले नै श्रम शोषण गरेका छन्। अनन्त ती कामदारहरूले अदालतबाट न्याय पाएका छन् भने श्रम शोषण गर्ने मालिकलाई दोषी ठहर गरेर सजाय भएको छ। यसमा नेपाल र नेपाली सम्बन्धित छन् र नेपाली मालिक हुन्, नेपाली कामदार हुन्। नेपाली मालिकले नेपाली कामदारलाई नै ठग्ने अथवा श्रम शोषण गर्ने गरेका छन्। हेलसिङ्की सानोमात भनेको फिनल्यान्डको एउटा प्रमुख पत्रिका हो। यसले करिब 2019 तिर ठुलो अनुसन्धान गरेर एउटा रिपोर्ट प्रकाशित गर्यो जसले फिनल्यान्डमा धेरै नेपाली रेस्टुरेन्टमा व्यवस्थित श्रम शोषण हुँदै आएको तथ्य सार्वजनिक गर्यो। कामदारहरूले 16 घण्टासम्म काम गर्नुपर्ने, तर तलब न्यूनतम हुने, कागजमा मात्र ठिक्क देखिने काम सम्झौता, तेस्रो देशबाट आएका नेपालीहरूलाई आफ्नै व्यथा छन्। नेपालमा ऋण छ, ठुलो धनराशि खर्च गरेर यहाँ आएको अवस्था हुन्छ, अनि त्यही अवस्थालाई दुरुपयोग गर्दै मालिकहरूले यस्ता प्रकारका श्रम शोषणहरू गर्दै आएका छन्। यसरी मिडियाहरूले उठाएको मुद्दाले पछि जाँच, प्रहरी अनुसन्धान र अदालती प्रक्रियालाई गति लिँदै आज फैसलासम्म भएको छ। यसले ती शोषित पीडित श्रमिकहरूले न्याय पाएका छन् भने जसले शोषण गरेको थियो उसले कडा सजाय भोग्नु परेको छ। अब कुरा गरौँ यसको सुरुवात कसरी भयो, कहिले भएको थियो भन्ने बारेमा। 2013 देखि 2017 सम्म एक नेपाली महिलाले घरैसी काम जस्तै सरसफाई, खाना पकाउने, घरका काम र रेस्टुरेन्टमा वर्षौंसम्म काम गरिन्, तर व्यावसायिक रूपमा तलब भने पाइनन्। उनको बैंक खातामा तलब जाने, तर कार्ड र अनलाइन ब्याङ्किङ सबै मालिकले नै नियन्त्रण लिने गरेका थिए। अदालतले पछि यिनै विषयलाई मानव तस्करी र श्रम शोषणको प्रमाण मान्यो। त्यस्तै 2014 देखि 2017 मा एउटै मालिकको रेस्टुरेन्टमा काम गर्ने नेपाली कुकले 10 देखि 16 घण्टासम्म सिंगल शिफ्ट गर्नुपर्ने, 7 दिन काम गर्नुपर्ने, अनि अझै पनि ओभरटाइमको लागि फोर्स गर्ने, बिदा भत्ता थुप्रै कुराहरू नपाएको उजागर भयो। अनि यो घटनाबारे सबै कुरा थाहा भएपछि प्रहरी र एसिस्टेन्ट सिस्टम फर भिक्टिम अफ ह्युमन ट्राफिक समक्ष यस विषयको जानकारी पुर्याइयो र 2019 मा हेलसिङ्की सानोमातको ठुलो अनुसन्धान बाहिर आयो जसमा नेपाली रेस्टुरेन्टमा आधुनिक श्रम शोषण भइराखेको छ भनेर हेडलाइन आयो, जुन पछि उले अन्तर्राष्ट्रिय पोर्टल र नेपाली मिडियामा पनि ज्यादै नै चर्चित बन्यो। र नेपालका प्रख्यात मिडियाहरू जस्तै कान्तिपुर, अन्नपूर्ण यिनीहरूले त फिनल्यान्डमा नेपालीका खोसिएका हाँसोहरू भनेर शीर्षकै बनाएर न्युज नै आएको थियो। अनि 2020 मा यस विषयमा गरिएको हेलसिङ्की सानोमातको खोजमूलक पत्रकारितालाई सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरियो, जसले केसको गम्भीरता र पत्रकारिताको भूमिकालाई आधिकारिक मान्यता दियो। अनि 2023 मा आएर हेलसिङ्की जिल्ला अदालतले नेपाली रेस्टुरेन्ट चलाउने दम्पतिलाई मानव तस्करी र कडा श्रम शोषणमा दोषी ठहर गरेर उनीहरूलाई विभिन्न प्रकारको सजाय र पीडितलाई क्षतिपूर्ति पनि दियो। यस अर्थमा घटना शोषण पुरानो भए पनि न्याय त करिब 2 वर्ष अघि मात्र ठोस रूपमा पीडितको हातमा आयो। यो समय अन्तरालले कामदारलाई न्याय पाउन कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा देखाउँछ। यस विषयलाई यसरी निष्कर्षमा पुर्याउन जसले श्रम शोषण गरेको थियो उसलाई सजायको भागीदार बनाउन र जो पीडित थिए उनीहरूले
न्याय पाउनको लागि र यस विषयमा केही नेपाली डोमेस्टिक मिडियाहरू जस्तै नेपाली लाइनएन र अन्य फेसबुक पेजहरूले पनि कुराहरू उठाएका थिए। उनीहरूले पनि यस विषयमा ठुलो भूमिका खेलेका थिए र ती पीडित मान्छेहरूलाई सबै न्युजहरू नेपालीमै आउँदाखेरि चाहिँ उनीहरूलाई आफ्नो कुरा राख्न पनि एकदम सजिलो भएको थियो र उनीहरूको भूमिका पनि उल्लेखनीय थियो। अब कुरा आउँछ अथवा प्रश्न उठ्छ, यो केवल 2-4 खराब मालिकको कुरा हो कि सिस्टममै समस्या छ भन्ने बारेमा कुरा गरौँ। किनभने फिनल्यान्डमा नेपालीहरूले एकदमै राम्रोसँग बिजनेस व्यवसाय गरेर बसेका छन् र यी सबै कुरा गरिरहँदा जसले निष्पक्ष एकदम इमान्दार भएर काम लगाइरहेका छन्, काम गरिरहेका छन्, श्रम शोषणको बारेमा राम्रोसँग ख्याल गरेका छन्, ह्युमन ट्राफिकको बारेमा राम्रोसँग बुझेका छन्, के गर्नुहुन्छ, के गर्नु हुँदैन, के लिगल हो, के इलिगल हो भन्ने कुरा बुझेका छन्, उनीहरूलाई एउटै ठाउँमा राख्दा पक्कै पनि अन्याय हुन्छ। अनि यो भनिरहँदा सबैजना यस प्रकारको क्रियाकलापमा संलग्न नरहे पनि मालिकहरू र कामदारहरू, तर फिनल्यान्डको युरोपियन इन्स्टिच्युट फर क्राइम प्रिभेन्सनले 2023मा अध्ययन गरेको रिपोर्टले के भन्छ भने लेबर ट्राफिकिङ र माइग्रेन्ट वर्करको एक्सप्लोइटेसन फिनल्यान्डमा एउटा संरचनागत समस्या हो। विशेष गरी रेस्टुरेन्ट, क्लिनिङ र कन्स्ट्रक्सन जस्ता क्षेत्रहरूमा यस्ता समस्याहरू धेरै छन्। मुख्य कारणहरू के हुन् भन्दाखेरि चाहिँ पहिलो भनेको कामदारको निर्भरता, वर्क भिसा, ओभरटाइम्स, परिवार बोलाउने सपना सबै एकै मालिकको हातमा हुने हुँदा कामदारले आवाज उठाउन डराउँछन्। अनि अर्को भनेको भाषा र कानुनी ज्ञानको कमी। धेरै पीडितले फिनिस वा अङ्ग्रेजी राम्रोसँग नबुझ्दा आफ्नो अधिकार, टेबलमा हस्ताक्षर गरेको कागजात र कुन कागजमा के लेखिएको छ भन्ने कुरा बुझ्न पाएका हुँदैनन्। कागजमा सबै ठिक, वास्तविकतामा शोषण र कागजमा तलब फिनल्यान्डले मिनिमम वेज तोकेको सबै देखिने, तर पर घण्टा कम पे गर्ने। अनि कामदारको बैंक खाता मालिकले नै चलाउने, बैंकमा पैसा गएर पे गरे पनि पछि आफ्नै खातामा ट्रान्सफर गर्ने र यस्तै गरेर श्रम शोषण भइराखेको थियो। अनि अर्को भनेको चाहिँ समुदायभित्रको दबाव पनि हो। यदि कसैले आँट गरेर पुलिसलाई भन्यो, क्लेम गर्यो अथवा उजुरी गर्यो भने फिनल्यान्डमा टिक्न गाह्रो, अन्य रेस्टुरेन्टमा काम पाउन गाह्रो र फिनल्यान्डबाट निस्किनु पर्ने डर हुन्छ कि भन्ने सोचेर पनि कतिले चाहिँ आफू शोषित भए पनि चुप लागेर बसेका छन्। हो, यिनै कारणले यो केसले केवल 2 जना मालिकलाई मात्र होइन पुरा सिस्टमलाई ऐना देखाइदिएको छ। अब कुरा गरौँ, यी त प्रतिनिधि घटना मात्र भए, भित्रभित्र यस्ता धेरै घटना भइराखेका छन् होला। कतिले यी कुरालाई भन्न सकेका छन्, कतिले छैनन्। अब आइन्दा कोही पीडित हुनुहुन्छ र भविष्यमा कोही यस्तो प्रकारको शोषणमा पर्नुभयो भने के गर्ने, कहाँ गएर उजुरी गर्ने, कसलाई भन्ने, एकदम जेन्युन सोर्सहरू, एकदमै भरपर्दा माध्यमहरू के हुन् भन्ने बारेमा कुरा गरौँ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको के हो भने यदि तपाईँ वा तपाईँको परिचितले यस्तो श्रम शोषण सहनु परेको छ भने के गर्ने भन्ने बारेमा जान्न एकदम जरुरी छ। सबै कुराको रेकर्ड राख्नुहोस्। काम, घण्टा, एसएमएस, च्याट, तलब स्लिप, बैंक स्टेटमेन्ट, साथीहरूको बयान, सबुत, सबै कुराहरू सकेसम्म सुरक्षित राख्नुहोस्। सुरक्षित ठाउँमा गएर सल्लाह लिनुहोस्। उदाहरणको लागि ह्युमन ट्राफिकिङ एसिस्टेन्स सिस्टम मार्फतबाट पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यस्तै पुलिस 112 मा या फिनल्यान्डमा पुलिसलाई कल गर्न सकिन्छ। अनि अर्को भनेको रिक्यु भनेको भिक्टिम सपोर्ट फिनल्यान्ड वेबसाइट, यसको के हो भने www.riku.fi। यो विभिन्न भाषामा श्रम शोषण र मानव तस्कर बारेमा सेवा सुविधा लिन सकिन्छ। यो सँगसँगै अन्य ट्रेड युनियनहरू जस्तै पाम, वाइटिके र यी आदि ट्रेड युनियनहरूमा पनि तपाईँ शोषित भइरहनु भएको छ भनेर उजुरी अथवा खबर गर्न सकिन्छ। त्यसपछि उनीहरूले यस कुरालाई सिरियसली लिन्छन् र तपाईँ यी पक्कै शोषित हुनुहुन्छ, तपाईँ अन्यायमा पर्नु भएको छ भने ढिलो चाँडो भए पनि तपाईँले न्याय पाउनुहुन्छ। अनि यो सँगसँगै नेपाली समुदाय र मिडियासँग पनि जोडिनुहोस्। अघि नै मैले भनिसकेँ, जस्तै अहिले फिनल्यान्डमा नेपाली लाइनएन भन्ने एउटा पत्रिका छ। यो सँगसँगै अन्य नेपाली युट्युब च्यानलहरू, अन्य नेपालीहरूले
यस्ता सूचना दिने च्यानलहरू छन् उनीहरूसँग जानकारी लिनुहोस्। अनि फेसबुक ग्रुपहरूमा आफ्नो समस्याहरू राख्नुहोस्। अनि तपाईले यी सबै कुरा गर्नुभयो भने न्याय अवश्य पाउनुहुन्छ। हो, न्याय ढिलो आउँछ, तर आवाज उठाएपछि नआउने होइन। आज हामी जसको कुरा गरिरहेका छौँ त्यो केसमा पनि कामदारले वर्षौं सहेर बसेका थिए। अनन्त उजुरी गरे, मिडिया र अदालतको माध्यमबाट न्याय पाएका छन् र मालिकले सजाय सँगसँगै ठूलो क्षतिपूर्ति दिन बाध्य भएका छन्। उनीहरूलाई बहिष्कारै गर्नुपर्छ। अन्त्यमा म के भन्न चाहन्छु भने एउटा कुरा चाहिँ सधैँ याद राख्नुपर्छ। यहाँ यस्ता श्रम शोषण गरेर सस्तोमा खाना अथवा अन्य सेवा सुविधा दिने नेपालीहरूका कम्पनीहरू छन् भने उनीहरूलाई बहिष्कार नै गर्नुपर्छ। अरूलाई दुःख दिएर श्रम शोषण गरेर सर्भिस चाहिँ सस्तोमा दिने रेस्टुरेन्टहरू चिनेर जानेर बुझेर बहिष्कार गर्नुपर्छ। अनि मात्र उनीहरूले पाठ सिक्छन् र जो शोषित अथवा पीडित छन् उनीहरूले न्याय पाउँछन्। हो, त्यसैले यो कुराको बारेमा हामी सबैले रिसर्च गर्नु एकदम जरुरत छ। यति भन्दै यदि तपाईलाई यो भिडियो मन पर्यो र यो भिडियोले तपाईलाई फिनल्यान्ड वा विदेशमा हुने श्रम शोषण बारे थोरै भए पनि गहिरो दृष्टिकोण अथवा जानकारी दिएको छ भने कृपया लाइक, कमेन्ट गर्न नबिर्सिनुहोस्। सँगसँगै तपाईको विचार, अनुभव वा जिज्ञासा पनि शेयर गर्नुहोस्। सायद तपाईको एक शेयरले कुनै पीडितलाई आफ्नो अधिकार थाहा पाउन मद्दत गर्छ। र यदि तपाईले इड्युटेल्स DST लाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। हामी यस्तै विषयमा भिडियोहरू बनाउने नै छौं। यति भन्दै फेरि हामी अर्को नयाँ भिडियोमा भेट्ने नै छौं। त्यतिन्जेलको लागि बाइ बाइ भन्दै सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्।